हेलो गाइज, आज म तपाईँलाई युट्युबमा प्लेलिस्ट क्रिएट कसरी गर्ने भन्ने बारेमा जानकारी गराउन जाँदैछु। भिडियो अन्तिमसम्म हेरिदिनु होला। टिकटकको यो राइट साइडमा यो भन्ने आइकन देखेर चाहिँ यहाँ क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि तपाईँले यहाँ देख्न सक्नुहुन्छ प्लेलिस्ट लेखेको छ, एरो छ, अनि यहाँ राइट साइडमा मिडल राइट साइडमा प्लस आइकन छ, त्यहाँ क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि यहाँ टाइटल आफ्नो प्लेलिस्टको नाम राख्नु होला। जस्तै मैले राखेँ टेक्निकल अनि भिजिबिलिटीमा तपाईले पब्लिक गर्नु होला। त्यसपछि यहाँ कोल्याबोरेट अन गर्नु होला। त्यसपछि क्रिएटमा क्लिक गरिदिनु होला। यति गरिसकेपछि तपाईको प्लेलिस्ट क्रिएट भइसकेको छ। यहाँ तपाईले भिडियो एड गर्न सक्नुहुन्छ। म तपाईलाई देखाउँछु। त्यति गरिसकेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ तपाईको टेक्निकल मैले जुन अघि नाम टाइटल लेखेको थिएँ टेक्निकल भनेर प्लेलिस्टको नाम यहाँ क्रिएट भइसकेको छ। यहाँ क्लिक गर्नुभयो।